हामी चौरस्ता जाँदैछौँ साथीहरू। पुरा गरम भयो। हेर्नुहोस् न यसरी देखाउनुपर्छ हो, उयो गरेर भिडियो कल गरेर खुकुरी देखाउनुपर्छ हो, अन्त लानुपर्छ। हेलो साथीहरू, गुड मर्निङ। आज म फेरि आइसकेँ हजुरहरूमा एउटा नयाँ भिडियोमा। हेलो अन्त साथीहरू आज चाहिँ म जानु आँटेको छु दार्जिलिङ है, दार्जिलिङ बजार जानु आँटेको छु। आज चाहिँ के कामले जानु आँटेको भन्ने चाहिँ नि मेरो छोरा चाहिँ अलिक बिसन्चो छ नि त, डक्टर देखाउन जानु आँटेको छु म हो। मेरो छोरा चाहिँ यहाँनिर छ, हेर आऊ नानी भाइ, यहाँनिर छ मेरो छोरा हो। अन्त मेरो छोरा अन्त मेरो बुढा र म छोरा त जानु आँटेको छु। मेरो छोरी चाहिँ जानु पाएन किनभने उसको त स्कुल छ है, त्यही भएर जानु पाएन साथीहरू। आज चाहिँ हामी तिनजना पनि जानु आँटेको छौँ है। हजुरहरूलाई म दार्जिलिङको पनि भिडियो बनाएर देखाउँछु र बाटोमा पनि छ अलिअलि भए पनि म भिडियो बनाउने छु है। हेरेर हजुरहरू मनोरञ्जन लिनु होला साथीहरू। हामी चाहिँ गाडीमा चढिसक्यौँ हो। अब चाहिँ दार्जिलिङ डाइरेक्ट दार्जिलिङको गाडी हो यो चाहिँ हो। डाइरेक्ट दार्जिलिङ गएर म हजुरहरूलाई देखाउँछु। नानी चाहिँ यहाँ छ। हामी चाहिँ दार्जिलिङ आइपुग्यौँ हो, तर हामी चाहिँ झरेको चाहिँ छैनौँ। तलनिर झर्छौँ हो, चाहिँ सिंहमारीमा छौँ अहिले। साथीहरू हामी चाहिँ दार्जिलिङ आइपुग्यौँ हो। यहाँ भिड रहेछ है, अब दार्जिलिङ बजार हो, भिडै हुन्छ। आइपुग्यौँ यहाँ, त्यहाँनिर नानी चाहिँ यहाँ हिँडिरहेको छ हो। अब चाहिँ म डाइरेक्ट एटिएममा जानुपर्ने हुन्छ आज त हो। एटिएममा गएर चाहिँ उयसमा जानुपर्छ, नानीको डक्टरकोमा जानुपर्छ हो। मलाई पनि देखाउनु छ अलिकति डक्टर, नानीलाई पनि देखाउनु छ। त्यहाँबाट चाहिँ हाम्रो अलरेडी कामहरू पनि छ है, त्यहाँबाट चाहिँ हामी घर फर्किन्छौँ फेरि साथीहरू। नानी र क्यान चाहिँ हिँडिरहेको छ, यस्तो भिड छ हो। साथीहरू मैले चाहिँ मेरो छोरालाई है एउटा क्याप लगाएर पनि ओढाइदिइसकेँ। उसको क्याप च्यातिएछ नि त आउँदा आउँदा गाडीमा। नानी यता हेर न, ह्यान्डसम देखिरहेको छ मेरो छोरालाई येल्लो येल्लो क्यापमा। यता आउँदा त्यो खाने एकछिन पर्ख न ल। साथीहरू अब चाहिँ हामी यहाँ है सौभाग्य क्लिनिकभित्र पसेको। यहीँ छ नि त चाइल्ड स्पेसलिस्ट। चाइल्ड स्पेसलिस्टमा पसेर चाहिँ हो गर्नुपर्छ। ल पर्ख न, के नगरेर जाँदैछ हो। हामीले चाहिँ अघि नै नम्बर राखिदिनु भनेको छौँ नि त, नम्बर राखिदिएको छ कि राखिदिएको छैन त्यो पनि हेर्नुपर्छ हो। आज मैले ट्राइपड पनि ल्याइन, मेरो भिडियो पनि पुरा हल्लिन्छ जस्तो लाग्यो। लु भाइ चाहिँ यहाँ छ हो। लाग्दैछ सोध्दै होला है, सोध्नु न। ए छैन रहेछ, हामी जाइसक्यौँ यहाँ हो। अब चाहिँ सोध्नुपर्छ नम्बर राख्दै कि राख्दैन भनेर हो। खोल्दिनँ यो एकछिन न। ए सोध्नु न दिदी, यहाँ अघि नम्बर राखिमागेको थिएँ नि समर्पण राईको, राखिदिनु भएको छ? 4 नम्बर राखिदिएको छ भन्नुहुँदै थियो। हजुर हामीले अब नम्बर अघि राखिमागेको छौँ हो। अब चाहिँ यहाँबाट नम्बर म्याडम आउनु भएको छ दिदी? हुन्छ पैसा दिनु ल। 1000 हो त। पापाले निकालिदिन्छ नि ल। 5 years पुगेको मेरो राजा है।
नम्बर पायो मेरो त चाहिँ यही 4 नम्बर पाएको छौँ हो 4 नम्बर झन् छिटै पाएछौँ आज त लिनु एकछिन स्टार्ट भएको छैन होला हेर्नु भर्खर आउनु भएको अरे हौ साथीहरू हामी चाहिँ नानीलाई डक्टर देखाएर पनि निक्लिसक्यौँ है यहीँभित्र उयो छ दबाई किन्ने जग्गा अन्त यहाँनिर चाहिँ हामीले दबाई किन्दैछौँ नानीको लागि हो अन्त फेरि अब हामी फेरि नानीको लागि अर्को डक्टरकोमा पनि जानुपर्ने हुन्छ हो यहाँनिर चाहिँ दबाई किन्दैछ छोरा चाहिँ यहाँ छ यी भाइ यहाँ हेर न नानी क्यानले चाहिँ दबाई किन्दैछ अब चाहिँ हामी दबाई किनेर जानुपर्छ हो फेरि अर्को जग्गामा जानुपर्छ ल डक्टरले पानी पुरा पिउनु भन्नुभयो कि भएन भन्नुभयो नि भयो पेमेन्ट अनलाइनमा गरिदिनु नि त हुन्छ त कि क्यासै दिनुहुन्छ साथीहरू अब हामी चाहिँ निक्लेको हस्पिटलबाट पनि हो क्लिनिकबाट पनि अब चाहिँ हामी फेरि अर्को डक्टरमा जानुपर्ने हुन्छ नानीकै लागि अर्को डक्टरलाई देखाउनु भन्नुभएको छ नि त अर्को डक्टरलाई देखाउने अब हो अब सिधै लालढिकीपट्टि जाउँ लाग्दैन साथीहरू हामी चाहिँ फेरि अर्को डक्टरमा गइसक्यौँ हो अन्त अब हामी यहाँ चाहिँ अर्को डक्टरलाई देखाउने छौँ यहाँ बसिरहेको छ बिहान भाइ चाहिँ यहाँ बसिरहेको छ हो अन्त चाहिँ अब हामी यहाँ डक्टर देखाउनु पर्ने हुन्छ नम्बर लगाइरहेको छौँ हामीले हो उसको 5 इयर साथीहरू हामी चाहिँ अब अर्को डक्टर देखाएर पनि निस्किसक्यौँ हो अब चाहिँ हामी चौरस्तातिर जाने म्यामको घरमा जानु भनेको छ नि त हामीलाई म्यामको सानो सामान पनि छ हो त्यो पुऱ्याउनु पर्ने छ त्यहाँबाट फेरि हाम्रो अरू कामहरू छ है त्योहरू गर्नेछौँ हामी कस्तो घाम लागिरहेको छ आज दार्जिलिङमा पनि गरम भइरहेको छ हामी चौरस्ता जाँदैछौँ साथीहरू पुरा गरम भयो पापा छोरा अगाडि हिँडिरहेको छ अन्त चाहिँ हामी डाइरेक्ट चौरस्ता गएर चाहिँ म्यामको सामान दिएर फेरि हामी रिटर्न हुनुपर्ने हुन्छ हो अन्त फेरि हाम्रो अरू पनि कामहरू छ त्यहाँबाट अरू पनि कामहरू गर्नुपर्छ हामीले चाहिँ हो गरम छ गरम पुरा गरम भयो हेर्नु गरम भयो ज्याकेट खोल्नु न अन्त तिर्खा लाग्यो तर आइसक्रिम खाऊँ भने पनि टोकन सिस्टम छ अल्छी लाग्यो नि त त्यहाँ खानु अहिले बरु अर्कै जग्गामा खान्छु हो हजुर यसमा खोल्नु यस किन खोल्नु काश्मिरे यहाँ काश्मिरे सल्स हामी ग्लेनेरिजमा फोटो खिच्नु न क्यानो होप ग्लेनेरिज त्यही यहाँ छ साथीहरू हो यहाँभित्र पनि पस्नु त मन लागेको थियो तर हाम्रोमा टाइम छैन आज चाहिँ त्यही भएर पस्दैनौँ हामी हो फोटो खिच्नेहरू थुप्रो हुन्छ यहाँ है हौ ओके ओके हामी पुग्नु आँट्यौँ यहाँ हेर्नु साथीहरू दार्जिलिङको भिड सामान बोक्ने यस्तो भिड छ हो के भन्नु अब
साथीहरु हामी चाहिँ म्यामको घरबाट पनि निस्क्यौँ है। त्यहाँ चाहिँ भिडियो बनाइन मैले। यस्तो भनेको हैन यो वाला हौ। यो यस्तो। मलाई यो किन्दिनु। भिडियो बनायौँ। अब चाहिँ यहाँ नानीले आइसक्रिम खाने अरे हो। यहाँ हो भाइले आइसक्रिम खाँदैछ। अन्त म पनि खानु पर्यो भनेर। खै कुन हालिदिनु भयो? यो ब्ल्याक करेन्ट के हाल्दिनु? केसर पिस्ताले? कतिको हो यो? 50 हो। ए 50 को हो? हाल्दिनु? हुन्छ हालिदिनु। यही खाऊँ ल। भाइको कतिको हो? यो। थ्याङ्क यू। पैसा दिनु। पैसा चाहिँ यहाँबाट दिन्छ हो। आइसक्रिम पापालाई भन न। एक मिनट। यता चाहिँ चौरस्ता छ साथीहरु हो। पर चाहिँ चौरस्ता पर जाने केनु पर उइसपट्टि जाने लु खानु यो त्यहाँ पर जाने हो एकछिन घुम्ने त्यहाँ चाहिँ सट्टै लाग्ने फेरि बहुत छोराको भिडियो हाम्रो मेरो बनाइदिनु न भिडियो कस्तो यस्तो भिडियो खिच्नु न भनेको हैन हल्ला खिच्नु ल म त आइसक्रिम खाँदैछु साथीहरु कस्तो यहाँ चाहिँ म्याडमजीले आइसक्रिम खाँदैछ खाएको खाएकै छ अघिदेखि हात चाहिँ अहिले हल्लाउँदैछ साथीहरु अब चाहिँ हामी यहाँ चौरस्तामा पनि जाने घर हो ए घर हैन अब हामी बजार जाने बजारमा अलिकति सपिङहरु गर्नुपर्ने छ हो सपिङहरु गरिसकेपछि फेरि हामी घर जाने अहिले त कति बजे जानु अहिले कति बज्यो 1:20 भएछ हो अब 3 बजे गाडी जान्छ नि त अन्त अब हामीले छिटो गएर सपिङहरु गर्नुपर्ने हुन्छ हो अब दार्जिलिङ आएको अलिअलि त सपिङ गर्नु पर्यो साथीहरु हो साथीहरु हेर्नुस् न यहाँनिर फोटो खिच्नु पर्यो भनेको के कस्तो भिड छ फोटो खिच्नु पनि पाएन फोटो खिच्नु पनि पाएन ए यहाँनिर खिचिदिनु न क्यानु मलाई फोटो चाहिँ खिच्यौँ साथीहरु हामीले है के गरेर भए पनि ग्लेनरिजमा फोटो चाहिँ खिच्यौँ हो है मलाई त्यस्तो लाग्यो है अब चाहिँ हामी अब कहाँ जाने क्यानु अब कहाँ जाने बुढो आज त मैले यस्तो ब्याग बोकेको पनि त झरेर मलाई त वाक्कै लगाइसक्यो के अरे ए साथीहरु यहाँ चाहिँ हेर्नुहोस् न यी गाइनेले गीत गाउँदै रहेछ है कति मजाले गीत गाउँदैछ हो यहाँको पछाडिको यो पनि राम्रो रहेछ क्यानु दिनु न क्यानुले चाहिँ नि अरूलाई पैसा नदिए पनि यसरी गाउनेलाई चाहिँ दिन्छ मेरो बुढाको यो पानी चाहिँ मलाई पुरा मनपर्छ गाइनेलाई चाहिँ तपाईँले जहिले पनि गाइनेलाई त पैसा दिन्छ है अरूलाई दिँदैन बरु गाइनेलाई चाहिँ दिन्छ हौ म्युजिक लभर भएर होला है तपाईँ कस्तो गरम छ नि त आउनु छिटो अब कहाँ जानु खुकुरी किन्नु खुकुरी मगाएको छ नि त जहिले पनि छुट्टीमा आउँदाखेरि त लगेर त 2-3 वटा खुकुरी चाहिँ लानै पर्छ उसले चाहिँ हो
अन्त आज पनि खुकुरी किन्नुपर्छ। खुकुरी पनि कहाँ सानो सानोको लामो लामो किन्छ नि त, अहिले बोक्नै अप्ठ्यारो हुन्छ। साथीहरू हेर्नुहोस् न, यहाँ दार्जिलिङमा त्यस्तो भिड हुन्छ है। यो चाहिँ करेन्ट उकालोमा हो, पुरा भिड छ। म त यहाँ बस्दै सबैले ठेलेर मलाई पर पुऱ्याउँदैछ, यस्तो भिड छ। यस्तो भिड चाहिँ भिड छ यो। मलाई यहाँ फुलहरू पुरा मन पर्यो, म त फुल पनि किन्नु मन लाग्छ त। हेर्नु साथीहरू, हामी चाहिँ यहाँनिर है खुकुरी सपमा आइसक्यौँ हो। अन्त यहाँबाट चाहिँ अब हामीले खुकुरी लानुपर्छ हो। यो हेर्दैछ, अब यहाँबाट चाहिँ खुकुरी लगेर जानुपर्ने हुन्छ हामीले हो। भयो मिल्यो, भिडियो गरेर देखाउनु पर्छ नि त, उयो कल गरेर उयो भिडियो पठाउनु पर्छ नि त हो। हेर्नुहोस् न, यसरी देखाउनु पर्छ हो, उयो गरेर भिडियो कल गरेर खुकुरी देखाउनु पर्छ हो, अन्त लानुपर्छ। 45 में 35 35 हाँ ये 28 का है, 2800 का। यस्तो छ साथीहरू, यसरी लगिदिनुपर्छ है। हामी घर घरको सबै कामहरू सकिसक्यौँ हो। कतिवटा कामहरू त हामीले भ्याएन पनि हो। हेलो एकैचोटि घर गएर मात्रै बेच्ने छु। त्यसै भाडाको गाडी बोकेको नि त है, गाउँकै गाडीमा गएको हो। छोरा यहीँ मजा आयो भाइ, आज समर्पण भाइ मजा आयो। यहाँ हेर न, दार्जिलिङमा मजा आयो। अब के किन्छ भने लास्ट के किन्नुपर्छ अरे? अब दुईटा के पर्यो। को भएकोमा किन्छौ नानी? यता हेरेर भन न, सन्जु भैयाकोमा। ए ल ल ल साथीहरू, हामी त घर आइपुग्यौँ है। घर आइपुग्यौँ, बल्ल बल्ल घर आइपुग्यौँ हो। के भयो? गल्यो भाइलाई काखमा राखेकोले है। आज दार्जिलिङमा पुरा गल्यो आज, तर हाम्रो काम पनि प्रायः प्रायः भयो है क्या आज भ्यायो, किनभने डक्टरको चाहिँ अगाडि थियो नि त नम्बर। त्यही भएर हामी आज चाहिँ सबै काम भ्याएर आयौँ दार्जिलिङको हो। साथीहरू, अब हाम्रो भिडियो के कस्तो लाग्छ हजुरहरूलाई इन्जोय गर्नु होला। हजुरहरू पनि दार्जिलिङको मनोरञ्जन लिनु होला हाम्रो साथसाथमै। र हजुरहरूसँग भेट्ने छु म नेक्स्ट भिडियोमा। बाई बाई अल। अब त मेरो बुढा पनि छुट्टी पुगेर जानु आँटेको छ। बुढासँगको भिडियो पनि अब तपाईँहरूले देख्नु हुँदैन साथीहरू। खतम खतम। बाई बाई भन्नु न। बाई बाई गाइस। बाई बाई गाइसहरु।